अनि नि घरको जालो, घरको फोहोर कुच्चोले सफा गर्छ अनि मनको रोग, शोक, तनाव मिठो हाँसोले कम गर्छ। र यदि हाँसो दिने ती साइनो सम्बन्ध ती व्यक्तिहरूसँगको मनमुटाव हुन्छन् भने मात्र भेटघाट र गफगाफले ठिक पार्छ। तर जीवितै रहँदा नजिकका आफ्ना भन्नेले पनि पराइजे व्यवहार गरिदिने। कस्तो है, हामी मरेपछिको संसार कसैले देखेको छैन, त्यो त मात्र अनुमान हो, कल्पना हो। आज जीवित छौँ नि हामी, यो चाहिँ सत्य हो र यो सत्यतामा हामीलाई आफ्ना मानेका मान्छे चाहिने हो कि परेको भोगेको अनि आफूलाई समय व्यवहारिक छु भनेर देखाउने मान्छेहरूलाई त मजाले थाहा हुनुपर्ने हो जस्तो लाग्छ कि मलाई यो कुरा। सोचौँ न, समय बित्दैछ नि, आयु बढ्दैछ, सायद यादहरू पनि धमिला हुँदैछन्। भोलि रोग शोकमा मात्र याद आउने भक्कानिने सम्बन्ध हामीले किन बनाउने? त्यो बेला मात्र यो साइनो रुँदै रुँदै किन निभाउने? आफ्नो जीवनमा नि कसैले गरेका राम्रा कुराहरूलाई कहिले नभुलौँ। जान अनजानमा गल्ती भए माफी दिन अनि माफी माग्न पनि सिकौँ। अब थोरै कोसिस उसले गर्ला अनि थोरै